वर्तमान हाम्रो गाउँको अवस्था चाहिँ यस्तो भएको छ। नमस्ते सबैजनालाई। अनि हामी चाहिँ जाँदैछौँ आज नदी हेर्नको लागि। अनि नदी चाहिँ बढेर एकदम ठुलो भएको छ अरे, त्यसैले हामी चाहिँ नदी हेर्न जाँदैछौँ। अनि मान्छेहरू पनि सबैजना गाउँका जाँदै आउँदै गर्छन् नदी हेर्नलाई। अनि हामी पनि निक्ल्यौँ नदी हेर्नको लागि। अनि साथमा मैले सोचेँ एउटा भिडियो बनाइदिन्छु हामीहरूको गाउँको नदी हेर्नुहोस् भनेर। अनि हजुरहरू लास्टसम्म भिडियो चाहिँ हेरिदिनु। त्योपछि नदी हेरेर आना जाना भइरहेको थियो, त्यसैले हामी पनि नदी हेर्नु जाँदैछु भिज्दै भिज्दै। मान्छे गएर आएर कति हो कति भाउजूहरू चाहिँ एकदम कोठिया उखाली राख्नुभएको छ, भोलिदेखि खेत रोप्ने अरे। हामी त फुल्लै फुल छरिएको रास्तामा पनि हिँड्छु, गाई हेर्नु फुल्लै फुल क्या, फुल्लै फुल फुल्लै फुल। मा पनि हेर्नु न पानी जमेर पुरै नदी जस्तै भएको छ क्या। आमाको यता चाहिँ त्यति ठुलो भइसक्यो। कसरी हिँड्नु पर्दैछ हेर्नु न, हिलो। हेर्नुहोस् न कस्तो धेरै नदी चाहिँ बढेको छ कि हामीहरूको यहाँ। अनि त्यहाँबाट त्यो पारी चाहिँ बिचमा चाहिँ भैँसी खुट्टी पनि थियो, त्यो खुट्टी सबै उडाएछ कि पुरै बढेर गाउँभित्र पसिसक्यो भने चाहिँ हालत के हुन्छ हामी सबैजना। बानबानीको पनि सबै नदीले बगाएर लग्यो, सबै भत्कायो। अनि गाउँभित्र पनि अहिले नदी पसिसक्यो। अनि त्यसैले अब के गर्ने होइन, यस्तै भएको छ हाम्रो चाहिँ हालत।